नमस्कार। वैदिक ज्योतिष र धर्मशास्त्रका जिज्ञासुहरूलाई हाम्रो यस धर्मकुञ्ज युट्युब च्यानलमा स्वागत छ। आज हामी शुक्र ग्रह अस्तको समय, यसको शास्त्रीय महत्त्व र यो अवधिमा पर्ने महत्त्वपूर्ण आध्यात्मिक अनुष्ठान, यज्ञ आदि र श्री स्वस्थानी व्रतलाई लिएर शास्त्रसम्मत जानकारी प्रस्तुत गर्दैछौँ। पहिला जानौँ शुक्र अस्तको सही शास्त्रीय अवधारणा र समयावधि। जब दैत्य गुरु शुक्राचार्य अर्थात् शुक्र ग्रह सूर्यको अत्यन्त नजिक पुग्छन्, तब सूर्यको प्रचण्ड तेजले गर्दा उनको प्राकृतिक शुभ तेज निष्प्रभ हुन्छ। यस अवस्थालाई नै शुक्र अस्त भनिन्छ र यसलाई ज्योतिष शास्त्रमा मौढ्य दोषका रूपमा लिइन्छ। यसपटक शुक्र अस्तको अवधि मङ्सिर 27 गतेदेखि माघ 15 गतेसम्म, अङ्ग्रेजी क्यालेन्डर अनुसार भने डिसेम्बर 13, 2025बाट सुरु भएर जनवरी 29, 2026 सम्म रहन सक्छ। यस करिब 48 दिने अवधिमा कुनै पनि ठूला काम्य कार्यहरू अर्थात् मनोकामना सिद्धिका लागि गरिने कार्य वर्जित मानिएका छन्, किनकि गुरु वा शुक्र अस्त हुँदा गरेको कर्मको पूर्ण फल प्राप्त हुँदैन भन्ने शास्त्रीय मान्यता छ। शुक्र अस्तमा वर्जित अर्थात् गर्न नहुने शास्त्रीय काम्य कर्महरू। शास्त्रले प्रस्ट्याए अनुसार यो मौढ्य दोष भएको समयमा विवाह, व्रतबन्ध, चूडा कर्म, गृह प्रवेश अर्थात् घर सर्नु, नयाँ व्यापार वा ठूलो उद्योगको शिलान्यास, देव प्रतिष्ठा अर्थात् मन्दिर स्थापना, लामो दूरीको तीर्थयात्रा र कुनै पनि कामना सिद्धिका लागि गरिने सप्ताह वा नवाह जस्ता ठूला अनुष्ठानहरू गर्नु हुँदैन। यसका अतिरिक्त घर, गाडी, बहुमूल्य रत्न जस्ता भौतिक सुखका महँगा वस्तुहरूको खरिदलाई पनि यस अवधिमा टार्नु उचित हुन्छ। अब कुरा गरौँ यस अवधिमा पर्ने श्री स्वस्थानी व्रत र अन्य नित्य कर्मबारे। श्री स्वस्थानी व्रतको प्रारम्भ पौष शुक्ल पूर्णिमाबाट हुन्छ। यो व्रत विशेष गरी दाम्पत्य सुख, सन्तान प्राप्ति र मनोकामना पूर्ण गर्नका लागि पार्वतीले शिवजीलाई पति पाउन गरेको पौराणिक कथामा आधारित छ। यस व्रतलाई धार्मिक शास्त्रहरूले नित्य कर्म अर्थात् दैनिक गरिने कर्म र नैमित्तिक कर्म अर्थात् निश्चित समयमा गरिने कर्मका श्रेणीमा राखेको छ। अतः शास्त्रसम्मत सिद्धान्त यो छ कि व्रतको निरन्तरता। श्री स्वस्थानी व्रत एक सङ्कल्पित 1 महिने अनुष्ठान हो। नित्य कर्म तथा नैमित्तिक कर्ममा शुक्र वा गुरु अस्तको दोष लाग्दैन भन्ने मान्यता, जस्तै शान्ति कर्मणि कुर्वीत रोगे नैमित्तके तथा न दोषो मलमासस्य मौढ्यस्य गुरु शुक्रयोः मुहूर्त चिन्तामणि पीयूषधारा टीकामा उल्लेख छ। त्यसैले व्रत आरम्भ भइसकेपछि यसको दैनिक पूजा आराधना, कथा वाचन, हविष्य भोजन र व्रतका नियमहरूको पालना गर्नुमा कुनै दोष लाग्दैन, बरु यसलाई निरन्तरता दिनु अनिवार्य हुन्छ। 2 माघे सङ्क्रान्ति। माघे सङ्क्रान्ति र यस समयमा गरिने नदी स्नान, तिलको दान र श्राद्धादि तर्पण जस्ता पितृकार्यहरू नैमित्तिक कर्म अन्तर्गत पर्ने भएकाले यसलाई पनि बिना सङ्कोच सम्पन्न गर्न सकिन्छ। 3 समापन अर्थात् साङ्गे। व्रतको विधिवत समापन वा साङ्गे पनि व्रतको एउटा अभिन्न अङ्ग भएकाले यसलाई शुक्र अस्तको अवधिमै भए पनि निश्चित विधि अनुसार गर्नुपर्छ। संक्षेपमा भन्नुपर्दा शुक्र अस्तले शुभ कार्यको नयाँ सुरुवातलाई रोक्छ, तर सुरु भइसकेका धार्मिक अनुष्ठान र दैनिक कर्तव्यलाई होइन। अन्त्यमा शुक्र अस्तको दोषबाट बच्ने उपायहरू। शुक्र अस्तको समयलाई तपाईले बाह्य सुखको सट्टा आत्मिक उन्नतिमा लगाउनुहोस्। यस अवधिमा ओम शुम शुक्राय नमः मन्त्रको दैनिक जप, सेतो वस्तुहरू जस्तै चिनी, चामल, दूध, दहीको दान गर्नाले शुक्र ग्रहको अशुभ प्रभाव कम हुन्छ र तपाईको आध्यात्मिक शक्ति बढ्छ। तपाईँ हामी सबैको जीवन आध्यात्मिक र धार्मिक मार्गमा अघि बढ्ने शक्ति भगवानले सदैव प्रदान गर्नुहोस् भन्ने कामना सहित यो जानकारी महत्त्वपूर्ण लागेमा भिडियोलाई लाइक गर्नुहोस् र यस्तै धार्मिक जानकारीका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोला। जय श्री शुक्र, जय स्वस्थानी माता, जय भोले।